What a beautiful. Hello guys and namaste, welcome back to another episode of Suri Vlog. सबैजनालाई गुड मर्निङ फ्रम लटो वर्नन. अनि अहिले चाहिँ हामी एक बिहानै यहाँ 6 बजी उठेर हिजो त हामी हुन्छ लाइक 12 घण्टा सुत्यौँ कि 6 देखि 6 बजीसम्म भनौँ न. यहाँ 6 बजी चाहिँ हामी यहाँ बस स्टपमा आइपुगिसक्यौँ. आज चाहिँ हामी यहाँ लेकमा जाँदैछौँ. मलाई लेकको नाम पनि थाहा छैन. अहिले इन्टरनेटमा हेरेर म यहाँ लेकको नाम लगाइदिन्छु. यो लेकमा जाँदैछौँ हामी. अनि त्यो चाहिँ बसको राइड गरेर त्यस पछाडि चाहिँ ट्रेनमा पनि जानुपर्ने हुन्छ हामी. यो बसमा हामी चढेर आएको. कुदाइले पसिना काट्यो. अब हामी यो इन्टरलेकन R62 ट्रेन चढेर जानुपर्छ यहाँदेखि. यो चाहिँ 1 घन्टाको राइड हुन्छ होला है हाम्रो. यो चाहिँ कस्तो 40 मिनट कि 1 घन्टाको राइड हुन्छ हाम्रो. अनि अब यसमा चढ्ने अनि यहाँबाट टाप बस्ने हो. एन्ट्री हो ल. यसमा चढौँ. यसमा त न यहाँ हाम्रो ट्रेन पनि यहाँदेखि हिँडिसक्यो. अब एकछिन बसिन्छ मजाले. बिहानको कुदाइले त पसिना काट्यो. झन् हामीहरूको बस पनि मिस भएको. एउटा स्टेसनमा गयो त्यहाँदेखि होइन, फेरि अर्को स्टेसनमा गयो, फेरि अर्को स्टेसन गयो, फेरि फर्केर फेरि ब्याक टु सेकेन्ड स्टेसनमा आउनु पऱ्यो. मिस भइसकेको बस पनि ढोका थुनिसकेको. फेरि ढोका खोलिदिएको हामी लागि अघि. नभए त आजको सबै घरै गएर सुते हुन्थ्यो आज हामी. आजको दिन चाहिँ एकदम स्ट्रेसफुल भएको अवस्था. म यहाँ त त्यहाँ गएर बसिरहेको छ एकान्तमा होइन त म यहाँ. एनिवे आज चाहिँ एकदम स्ट्रेसफुल भयो. बिहान हामी कति बजी? बिहान हामी 6 बजी निस्केर हिँडेको. अहिले 9:30 भइसक्यो. बिहानदेखि यताउति कुद्दा ट्रेन कति मिस भयो, के भयो, कहाँ भयो. रिस्केड्युल पनि गऱ्यौँ हामीले. आज जाने पर्ने ठाउँमा चाहिँ कति 10 बजीभित्रमा पस्नुपर्ने. अनि फेरि अर्को म यहाँले भर्खर रिस्केड्युल गरेर यहाँ कोही पनि छैन. सबै खाली छ. म देखाइन्छ वरसम्म खाली छ. अनि यता पनि एकदमै खाली छ. म यहाँनिर. अनि यता भ्यू भनेको भ्यू त सर्टै क्लोज भइहाल्यो. ल अब चाहिँ भ्यू आउँछ यहाँ. ल के छ त? म यहाँ आन् तिमीलाई हाई गरेर. हामी अहिले चाहिँ यहाँनिर फेरि अर्को ट्रेन लिएर हामी हाम्रो फाइनल डेस्टिनेसनमा जाँदैछौँ. मैले चाहिँ त्यहाँनिर गोप्रो राखेर भिडियो गरिरहेको छु किनभने अहिले मान्छे खाली छ ट्रेनमा. कोही पनि छैन. आई थिङ्क हामी दुईजना यो डिब्बामा हामी दुईजना मात्रै छौँ. आजको दिनको 2 शब्द राखिदेऊ नि त भनेको मैले. इन्टरभ्यू लिन्छ आज म तिम्रो. भ्यू चाहिँ देखाउनु पर्ने. I mean it's stressful भयो तर it's okay. I mean new place, new experience. आज हामीले के गर्नु पर्यो भन्दा त बिहानदेखि स्ट्रेसफुल जिन्दगी. Walking back and forth for nothing. पहिला त बस स्टेसन खोज्नु पर्यो किनभनेदेखि यहाँ जुन ट्रेन चल्थ्यो त्यो ट्रेन चाहिँ आजसम्म चाहिँ बन्द छ for construction, natural hazard, whatever, blah blah blah. So we had to take a bus. अनि बस पनि अस्ति रोकेको ठाउँमा गएको त्यहाँ रहेन रहेछ. फेरि we had to go another route and we're basically running back and forth. So आशा एउटा त पसिनै आइसकेको थियो. So hopefully this is our last train ride for the morning. त्यही हो आजको हामीहरूको जिन्दगी पुरा स्ट्रेसफुलमा चलिरहेको छ. अब हामी एकैछिनमा भेटौँ. बाई बाई. दुईटै ल. अब हामीहरूको लास्ट राइड बस. हेलो. थ्याङ्क यू. सो यो लास्ट राइड आज हामीहरूको बस गन्डोला राइडसम्म जान्छ. फाइनली हामी पुग्न आँट्यौँ. अहिले कति बजी? 10:16. हामी 6 बजी हिँडेको नि त. साढे 4 घन्टा लाग्यो नि आउनलाई.
ल फाइनली आजको हाम्रो गन्डोला राइडमा नि आइपुगिसक्यो अलमोस्ट 5 आवर पछि त्रमा हामी दुईजना मात्रै ल यहाँ ठक्कै यो चाहिँ क्रिस्टल माउन्टेन जस्तो क्या तर भ्यू चाहिँ अर्कै तर सिमिलर लाइक क्रिस्टल माउन्टेन भनौँ न सो फाइनली अब चाहिँ हामी यहाँ माथि आइपुग्यौँ सो फाइनली 10 मिनट पछि हामी यहाँ माथि आइपुग्यौँ ल खास गरी उयो लेक देख्नुपर्ने हो नि त है म यहाँ ल यहाँ माथिबाट चाहिँ यो लेक देख्नुपर्ने हो खासमा अब यो लेक त माथि त अब कुहिरो हेरे मात्रै हुने रहेछ आज त 4 घन्टा अलमोस्ट 5 घन्टा लगाएर आएको त यही मुसुल धुसो यही मुसुल धुसो ध्वासे हेर्न लागि अलमोस्ट 5 घन्टा ट्रेनमा घरि बसमा केमा चढेर आइपुगेन होला हामी ओ माई गॉड तर मान्छेहरू हल्का फुल्का मात्रै छ आज त्यही अब यहाँ यत्रो टाढो आइसकेपछि यति त आउनु परिहाल्यो नि त होइन म यहाँ के कसो लेक देखिरहेको छ गाइस एनिवे अब चाहिँ 20 मिनट्स वाक ल आजको भ्यू यस्तै छ यही भ्यू हेरेर आज चाहिँ चित्त बुझाउनु पर्ने हुन्छ हामीले त्यहीबाट हिँडेर आएको घर त देख्नु गाह्रो भयो भने त्यत्रो टाढाको लेक त के देख्थ्यो होला भेडाहरू मजाले चरिरहेको छ यहाँ चाहिँ यो काउ त होइन होला यो I don't know कत्रो ठुल्ठुलो बेल के फेरि है घन्टी बजाउँदा नानी तिम्रो घन्टी बजाउँदा के यो गाई हो कि गोरु भन्छ यसलाई गाई भन्छ वाट अ ब्युटिफुल आउँछौँ राइट यता भरि छ यहाँ हेर न यहाँ भरि छ हेर न ऊ यहाँ बसिरहेछ यहाँ पनि छ कति रहेछ धेरै हेलो हेलो माई फ्रेन्ड हेलो माई फ्रेन्ड के छ खबर सन्चै छ तिमी ल चल ल स्काईको यो पुरा फग पनि क्लियर हुन्छ जस्तो छ यो हुस्से पनि होइन यो त पुरै के भन्छ यसलाई यो धुवासो अब एकछिनमा क्लियर हुन्छ जस्तो छ आएर न त्यो चाहिँ हुन्छ कि हुँदैन जस्ट मेरो एक्सपेक्टेसन मात्रै हुन पनि सक्छ त्यो चाहिँ उहीँ गएर थाहा हुन्छ अब चाहिँ हिँड्दै गएपछि बिस्तारै त्यो सबै त्यो स्मोक मुभ भएको पनि देख्ने के अब हेर न यहाँबाट बसिरहनु देख्छ कि ल फाइनली हामी यहाँ भ्यू हेर्ने ठाउँमा पनि आइपुगिसक्यौँ यो त भ्यू हेर्ने ठाउँ होइन तर पनि हामी यहाँ यस्तो चेपारो पसेको अनि यहाँबाट चाहिँ भ्यू राम्रो देख्ने रहेछ कि I don't know if you guys can see it right over there lake अनि खासमा यहाँ ठुलो माउन्टेन छ तर यो फगले पुरै ढाकेको छ आज चाहिँ अनि मान्छेहरू तल गएको छ अनि ऊ त्यहाँ लेकको साइडमा पनि गएको छ अनि हामी चाहिँ यहाँ आएर फोटो खिचेको त्यहाँ पनि जाने हो हामी अब यसो तल वाकको लागि हामी जान्छौँ होला अनि हामीलाई चाहिँ यही माथिबाट लेकको भ्यू मन पर्यो अनि यता माथिबाट पनि लेकको भ्यू त देख्छ होला तर लास्टै माथि हाइक गरेर जानुपर्छ जस्तो लाग्यो मलाई होइन म यहाँ अनि तर यो चाहिँ अन्ली लाइक कति 20 मिनटको हाइक भयो अनि तर पनि नट ब्याड भ्यू यहाँबाट
अब चाहिँ हामी तलतिर जान्छौँ अनि फेरि तलबाट पनि म भ्यू देखाइन्छ है त लेट्स गो हामी यस्तो बाटो भएर आएको यहाँनिर फोन छ नि अघि हामीले फोटो खिचेको चाहिँ यहाँ तलबाट फोटो खिचेको अनि अहिले चाहिँ हामी यहाँ साइडमा वक गरेर आएको अवस्था हामीले भर्खर त्यहाँनिर फोटोहरू खिच्यौँ यहाँ हिँडिदियो त्यहाँ त कफी सपहरू पनि छ जस्तो छ त्यहाँ गएर चाहिँ कफी खानु पर्ला म यहाँ यस्तो दामी भ्यू यो क्लाउड नभएको भए त कस्तो खतरा माउन्टेन देख्थ्यो है यहाँ पछाडि तर यो क्लाउडले गरेर स्मोकीले गरेर ठिकै छ झन् बबाल छ भ्यू चाहिँ कापुचिनो पनि आइपुगिसकेको छ अनि हामीले फ्राइज अर्डर गरेछौँ अनि फ्राइज चाहिँ यहाँ पिकअप गर्नुपर्ने हुन्छ यो बस गरेपछि र त्यहाँ अब फ्राइज पर्ख्यौँ है त पहिला चाहिँ यो क्यापुचिनो ट्राई गरौँ तिमीले ट्राई नगरेको या नो हल्का सुगर लिएर आउनु तर मिठो छ तितो तर दामी छ क्यापुचिनो त यहाँ त्यो चिसोमा हुन्छ नि यो तातो खाएर कस्तो मजा आउने कि Look at that. Hello. Hi there. Ready? Thank you. Thank you. And this too? ल हाम्रो फ्रेन्च फ्राई पनि आइपुगिसक्यो sauce. Ketchup. Yep, I got ketchup. ल जाउँ मेरोमा फ्राइज म चाहिँ क्रोसेन्ट र कफी खाएँ सो अहिले चाहिँ हामी यहाँ माथिबाट तल जाँदैछौँ यहाँनिर भ्यू त केही पनि देख्दैन बट एनिवे किनभने अब यो अघिकै ठाउँ त तल जाने अनि फेरि अघिकै बस लिने अनि फेरि ट्रेनमा चढ्ने अझ हामीहरूको होल डे नि त्यस्तै त्यस्तो हुन्छ कि सो त्यही भएर अब चाहिँ एकैचोटि म अहिले एकैछिनमा जहाँ गएर भ्लग गर्छु त्यहीँ गएर भेटौँ है त ल बाई बाई गरिदिउँ अहिले चाहिँ हामी फाइनली वेयर ब्याक हामीहरूको गाउँमा आइपुग्यौँ हामीहरूको गाउँ रे कि हामीहरूको बस्ने ठाउँमा आइपुगिसक्यौँ लटो बनाउनुमा अनि यहाँबाट चाहिँ आज मैयाले मलाई सिनिक रेलमा लिएर जाने अरे अहिले 5 बजी आउँछ अरे रेल चाहिँ 4:52 भयो अनि हामी चाहिँ त्यहाँ जाँदैछौँ स्टेसनमा यहाँ उतापट्टिको साइडमा छ स्टेसन अहिले चाहिँ हामीलाई ट्रेन भेटाउनु पनि सजिलो भइरहेछ होइन म यहाँ सुरुको दिनमा त ओ माई गड कहाँबाट चढ्ने यता जाउँ न कहाँबाट चढ्ने चढ्ने हुन्छ अहिले चाहिँ हामीलाई ठ्याक 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 थाहा हुन थालिसक्यो सो अब चाहिँ एकैचोटि ट्रेनमा गएर सिनको भिडियो हेरौँ है त हामी यहाँ ट्रेनमा पनि चढिसक्यौँ म यहाँ चाहिँ हेर्नु छ बुढा मान्छे फोटो खिचिरहेको छ यतापट्टि
ल हामी यहाँ टपमा आइपुगिसक्यौँ यो ट्रेनमा अनि यो चाहिँ अहिले फेरि अर्को राइड चाहिँ 30 मिनटमा यहाँ त माथि आउँछ अरे अनि हामी चाहिँ अल द वे डाउन जाने लटो बर्ननसम्म अनि यहाँ लटो बर्ननदेखि यहाँसम्म आउँदो रहेछ अनि यहाँदेखि फेरि ब्याक जाँदो रहेछ अनि यहाँ सो भ्यू एकदम बबाल थियो अब यहाँ अगाडि झन् बबाल छ होला हामी त्यहाँ जाँदैछौँ हाइक गर्ने त टन्ने रहेछ है I know. Maybe they're like trying to find the best spot. ल यहाँ चाहिँ हेलिकप्टरले सामान माथि तल गर्छ जस्तो लाग्यो मलाई अघि भर्खर एउटा आएको थियो 5 मिनट पनि भएको छैन फेरि अर्को आयो अनि फेरि अर्को आयो यहाँनिर आउँदै जाँदै भइरहेको छ हेलिकप्टर चाहिँ सामान ट्रान्सपोर्ट गर्छ जस्तो छ माथि तल अब हामी फेरि यसमा तल जाने रेडी हुँदैछ अब आधी घन्टा पनि भइसक्यो सो अहिले चाहिँ हामी यहाँ ब्याक हामीहरूको होटलमा भन्दा पनि रुममा आइपुगिसक्यौँ अनि यहाँको किचन पनि छ हामीहरूको म किचन पनि देखाइदिन्छु यहाँ देखाइदियो त के छ आज दिउँसो हामीले लिएको राइस र चिकन करी छ अनि यहाँ स्टोभ यहाँनिर भइहाल्यो अनि यहाँ चाहिँ हामी यो सिन लिएर आएको थियो त्यहाँ स्टोरबाट अनि त्यो बनाउन हालेको अनि यता फ्रिज माइक्रोवेभ सामानहरू के चाहिन्छ यहाँ सबै छ अनि सो आजलाई भ्लग यति हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ एकदमै लामो पनि भयो होला आजको भ्लग चाहिँ बट यस्तै हुन्छ अब घुमिन्जल भ्लगहरू एकदम लामो आउँछ बट एनिवे अब हामी डिनर खान्छौँ अनि राति यसो घुम्न जान्छौँ त्यति नै हुन्छ आजको भ्लग थ्याङ्क यू फर वाचिङ आई सी यु गाइस नेक्स्ट टाइम अहिले बाई बाई I know that you like it like that. I wear designer, check the name on the tag. White fox fur on my jacket. Excuse me, that's a